नमस्कार अनि हार्दिक स्वागत छ शिखर संवादमा। म सुदीप अधिकारी। शिखर संवादमा हामी एकजना अतिथिसँग संवाद गर्नेछौँ एउटा निश्चित विषयवस्तुमा केन्द्रित रहेर। आजको शिखर संवादमा म संवाद गर्न लाग्दैछु नेपाली गीत सङ्गीतका क्षेत्रमा केन्द्रित रहेर। विशेष गरेर संवादका लागि आज मसँग अतिथिका रूपमा हुनुहुन्छ एकजना चर्चित गायक डम्बर नेपाली। डम्बर नेपाली नाम लिइसके पछाडि पक्कै पनि तपाईँले उहाँका विभिन्न गीतहरू यहाँको मानसपटलमा गुन्जिन थाली पनि सकेको होला। नेपाली गीत सङ्गीतलाई नयाँ उचाइमा पुर्याउन उहाँको निकै ठुलो योगदान छ। आज म उहाँसँग व्यक्तिगत सङ्गीत यात्रा, वर्तमान सङ्गीतको अवस्था, कलाकारका चुनौती र भविष्यका योजनाबारे संवाद गर्दैछु। आउनुहोस् आजका मेरा अतिथिलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। डम्बरजी नमस्कार अनि स्वागत छ। नमस्कार। ठिकै हुनुहुन्छ? अहिलेसम्म भनौँ न। तपाईको सङ्गीत यात्राको सुरुवातबाट म कुराकानीको सुरुवात गर्न चाहन्छु हैन। सङ्गीत यात्रा कसरी सुरु भयो, प्रेरणाको स्रोत के थियो, यहीँबाट कुराकानीको औपचारिक सुरुवात गरौँ। अब स्टार्टमा चाहिँ म अलिअलि मात्र गीत गाउँथेँ। जस अब पहिला चाहिँ डान्सर भनौँ न, नाच्थेँ र अलिकति अब नाच्ने क्रम बढ्दै गयो, प्रोग्रामहरू एटेन्ड गर्दै गएँ हैन। र यसरी नै बिस्तारै अब गाउने मोह पनि अलिकति बढ्दै गयो, इच्छा हैन। र पछि गएर चाहिँ मलाई आफ्नो साथीभाइले चाहिँ होइन डान्समा भन्दा अलिकति गायकीमा पो राम्रो देखियो त भनिसकेपछि चाहिँ या त मलाई गायकीमा चाहिँ म केही गर्न सक्छु कि जस्तो लागिसकेपछि चाहिँ म अलिकति अब म्युजिकतिर ढल्केँ। भनेपछि यदि गायक बन्नु भएको तपाईँ थिएन भने पक्कै तपाईँ एउटा राम्रो डान्सर भएर निस्कनुहुन्थ्यो होला हैन? के थियो तपाईको योजना? अब यसै भन्न त सकिँदैन, तर जस अब इच्छा चाहिँ एउटा जस अब डान्स गर्ने भएको हुनाले अलिकति डान्सर बन्थे कि भन्ने सम्भावना चाहिँ देखिन्थ्यो। अब अहिले नेपाली गीत सङ्गीतका क्षेत्रमा समयसँगै धेरै खालका कुराहरू परिवर्तन पनि भएका छन्। धेरै कुराहरू परिवर्तन भए। यसलाई कसरी आत्मसात गर्दै हुनुहुन्छ? यसलाई कसरी हेर्दै हुनुहुन्छ? स्वीकार्नुपर्छ हामीले। किन भन्दा मलाई लागेको कुरा चाहिँ अब समयभन्दा बलवान त हामी पक्कै पनि हुन सक्दैनौँ होइन। र हामीले नभएर अब समयले ल्याएको कुरा हो, समयसँगै बदलिरहेको कुरा हो, हामीले स्वीकार्नुपर्छ जस्तो लाग्छ त्यो कुरा चाहिँ। अहिले नयाँ पुस्ताका कलाकारहरू हुनुहुन्छ, विशेष गरेर भनौँ न गायकहरू हुनुहुन्छ होइन। पछिल्लो पुस्ताकाले नयाँ पुस्ताका गायकहरूको गीत कतिको मन पराएको पाउनु भएको छ तपाईँले? अघिल्लो पुस्ताकाहरूले जुन तपाईँले गाउँदै गर्दा गीत सङ्गीत जुन बेला तपाईँले गाउँदै गर्दाखेरि हामी पनि तपाईँका गीत सङ्गीतहरू सुनेर आएका छौँ होइन। हाम्रो विद्यालय जीवनमा हामी विद्यालय पढ्दै गर्दाखेरि तपाईँले गाएका गीतहरू ती म अहिले केही बेर पछाडि त स्मरण गराउँछु, त्यो संस्मरण गरौँला होइन। तर त्यति बेलाका गीत र अहिलेका गीतमा भिन्नता कस्तो पाउनुहुन्छ तपाईँले? होइन, अब सायद यसैलाई नै परिवर्तन भन्छ या त जेनेरेसन चेन्ज होइन भन्छ। अब जे भने पनि परिवर्तन भएको छ, चेन्ज भएको छ पहिलाभन्दा अहिले धेरै कुराहरू। र जस अब हामीले जसको गीत सुनेर हुर्क्यौँ र हाम्रो गीत सुनेर जति जो हुर्किनु भयो होइन, भिन्नता नै यो कुरामा पर्छ कि जस्तो लाग्छ। र फरक भनेकै यही होला सायद। तपाईँको मलाई भन्ने एल्बम होइन, सम्भवतः पहिलो एल्बम त नहुन सक्छ। मेलोडी हो मेरो फर्स्ट एल्बम। मेलोडी सेकेन्ड एल्बम हो मलाई सेकेन्ड हो। मलाई एल्बमको एउटा गीत जसले डम्बर नेपालीलाई डम्बर नेपाली भनेर देश विदेशमा चिनायो, मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ। यो गीत चाहिँ कसरी जन्मेको थियो, आज यो पनि जानकारी गराइदिनुहोस्। होइन, म पहिलादेखि नै एकदमै अब गीतहरू लेख्नु, अनि म आफै कम्पोजर होइन, आफै लिरिक्सहरू लेख्छु, अनि अब गायकी आफ्नै। मैले आजसम्म जीवनमा जति गाएको गीत एउटा दुईटा बाहेक अरू सबै मेरो आफ्नै शब्द सङ्गीत हो होइन। जो एउटा गीत थियो तिम्रो पाउजु बजेर थाहा पाएहरूले, हाम्रो बबिन्द्र नेम्बाङज्यूले लेख्नु भएको गीत हो यो चाहिँ। बाँकी सबै गीत मैले आफ्नै शब्द सङ्गीतमा मात्र गाएको छु। त्यो भएर लेख्न अलिकति रुचाउने भएको हुनाले मैले धेरै किसिमको गीत लेखेँ। र धेरै किसिमको गीतहरू लेख्दाखेरि
मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ भन्ने गीत केही त्यस्तो को इन्सिडेन्स थियो त्यो गीत लेख्दै गर्दाखेरि तपाईँको जीवनमा मेल खाने खालको? होइन, अब यस्तो पनि हो, मानव जीवन हो, धेरै कुराको उतार चढाव हुन्छ होइन। त्यो सिचुएसन यो थियो भनेर फ्याटै भन्न चाहिँ मैले सकिनँ। तर के चाहिँ हो भने सायद मैले आफ्नो जीवनमा घटेको घटनाहरूलाई नै गीतमा समावेश गर्ने भएको हुनाले या त त्यही सेरोफेरोमा रहेर गीत लेख्ने भएको हुनाले पनि मेरो जीवनमा त्यस्तो केही थियो होइन त्यो टाइम। र मैले त्यो गीत लेख्न पुगेँ र मैले त्यो गीत लेखेको निकै लामो समय पछाडि मैले त्यो गीत बाहिर ल्याएको। धेरै पछि मात्रै त्यो गीत तपाईँले बाहिर ल्याउनु भयो? हो, यो गीत चाहिँ लगभग मैले आज आकाशमा एउटा तारा देखिन भन्ने गीतको काम गर्दा गर्दै यो गीत मैले लेखिसकेको थिएँ पहिला नै। र थियो भनौँ न मेरो डायरीमा। पछि मैले डायरी हेर्दै गएँ, अब सेकेन्ड एल्बमको काम गर्नुपर्छ मैले या त एउटा अर्को गीत मैले गर्ने क्रममा होइन। सबैको त्यही त थियो, एउटा चलन चल्ती या फेसन या त एउटा आफ्नो सिङ्गरहरूको जिम्मेवारी बाध्यता या त गर्नै पर्ने। फर्स्ट एल्बम पछाडि सेकेन्ड एल्बम गर्नै पर्यो होइन। अनि अब सबैलाई चासो के हुन्थ्यो भने सेकेन्ड एल्बम कस्तो आउँछ त्यो न हो। अनि त्यो गर्ने क्रममा चाहिँ मैले ठक्क मेरो त्यो डायरी हेर्दै जाँदाखेरि मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ यो हरफ भेटिसकेपछि चाहिँ मलाई ओ यो त एकदम पन छ है, अब यसलाई पो गरौँ कि भन्ने कुरामा केही साथीभाइहरूको सपोर्ट, केही साथीभाइहरूको चाहिँ अब होइन तेरो प्याटर्न होइन यो तरिकाले नगर, यस्तो नगर उस्तो नगर भनिसकेपछि मैले मेरो आफ्नो सृजना हो जे भए होस् म गर्नु चाहिँ गर्छु होइन भन्ने सोच भएर पनि मैले गरेँ हो। तपाईँको तेस्रो एल्बम मेरो हो? तेस्रो चाहिँ मात्र। चौथो हो मेरो? मेरो चाहिँ चौथो एल्बम मेरो। मेरोको एउटा गीत छ बिग्रेको मान्छेमा भत्केको घर छ होइन। तपाईँको गीतमा नि सामाजिक सन्देशहरू लुकेका छन्, कतिले थाहा पाउँछन् कतिले पाउँदैनन् होइन। यो तपाईँ कतिको स्वीकार्नुहुन्छ? स्वीकार्छु, किन अब त्यो मेरो आफ्नै शब्द सङ्गीत हो नि त। मैले अघि पनि भने नि समाजमा भएको कुरा अनि रियालिटी मान्छेको जीवनमा घटेको घटनालाई नै मैले समावेश गरेर गीत बनाउने गरेको छु। जुन अहिले हजुरले भन्नुभयो जुन कुरा कतिले बुझ्छन् कतिले बुझ्दैनन् होइन। अब बुझ्नेले बुझिराख्नु भएको छ, नबुझ्नेलाई त म अब सबैलाई बुझाएर पनि सक्दिनँ होइन। त्यो भएर मेरो हरेक गीतमा आफ्नो कथा व्यथा मानव जीवनमा हुने या त मानव जीवनमा घट्ने घटनालाई नै समावेश गरेर धेरै शब्दहरू राखिएका चाहिँ छन्। यो तपाईँको बिग्रेको मान्छेमा भत्केको घर भन्ने जुन गीत छ यो त अहिले पनि समय सान्दर्भिक देखिन्छ। अहिलेका युवाहरू कुलतमा फस्दै गरेका दृश्य परिदृश्यहरू देख्दै गर्दा यो गीतले एउटा यस्तो सन्देश दिइराखेको छ कि बिग्रिसक्यो कि कलेजो मेरो शब्द त्यहाँ छ होइन। सिचुएसन त्यस्तो थियो जति बेला त मैले अघि पनि भने नि मेरो आफ्नो जीवनमा धेरै मेल खाने शब्दहरूलाई म गीतमा समेट्छु है। त्यो भएर त्यो टाइम त्यस्तो थियो जुन गीत मैले लेख्दाखेरि मेरो आफ्नो कन्डिसन त्यस्तो थियो, मैले त्यही शब्दलाई त्यहाँ हालेँ। बिग्रिसक्यो कि कलेजो मेरो तिमी बाहेक को छ र मेरो उडेको चरी हुँ म। त्यहाँनिर दृश्यमा देखिन्थ्यो कसैले सिगरेट पिएर हिँड्दै गरेका दृश्यहरू जो चाहिँ एउटा तनाव झेल्दै गरेको अवस्थाबाट गुज्रिँदै गर्दाखेरि एउटा कुलतमा फस्दै गएको एउटा पागल प्रेमी तरिकाको चाहिँ दृश्य तपाईँले म्युजिक भिडियो मार्फत प्रस्तुत गर्नुभएको थियो त्यसमा होइन। अब तपाईँले त धेरैवटा गीतहरू गाउनु भएको छ। आज मेरो दर्शक र श्रोताका लागि तपाईँलाई मैले कुनै दुईवटा उत्कृष्ट गीत गाइदिनुहोस् न, दुई चार लाइन भन्यो भने तपाईँले छान्दा कुन कुन गीत पर्न सक्छन् उत्कृष्ट गीत? उत्कृष्ट गीतहरूमा त अब मेरो सबैभन्दा पहिला इन्डस्ट्रीमा आएको भनौँ न मैले आफ्नो सोलो मेरो आफ्नो सङ आएको चाहिँ मेलोडी नामक आज आकाशमा एउटा तारा देखिन भन्ने गीत हो मेरो। अलिकति उत्कृष्ट लाग्छ, सफा लाग्छ होइन, क्लिन लाग्छ यो गीत चाहिँ। शुद्ध भावना मात्र बोकेको गीत हो होइन, या त भावनामा डुबेको गीत हो। अनि अब एउटा आफ्नो प्रेमिकालाई
यत्रो संसार होइन आकाशमै देखिन भनिसकेपछि ऊबाट आफ्नो प्रेमिका चाहिँ कति विलिन भएर गइसक्यो, तर म अझै पनि निर्दोष छु भन्ने कुराहरू साबित गर्न खोजे हो। मैले मेरो श्रोता र दर्शकलाई यो गीत तपाईँबाट अपेक्षा गरेँ, 2-4 लाइन भए पनि। ठिकै छ, अहिले अलिकति म केही प्रोग्रामको सिलसिलामा अब यहाँ आउँदाखेरि यो कुराहरू भइरहेछ, त्यति मिठो तरिकाले त म सुनाउन सक्दिनँ होला, तर पनि म कोसिस गर्छु। आज आकाशमा एउटा तारा देखिन, हृदयको तिम्रो नाम किन मैले मेटिन, त्यसैले पोल्छ पन्सा हिँडे तिम्रो तस्बिर मैले कहिले टेकिन। थ्याङ्क यू। अब यही बिचमा त्यस पछाडि हामी अरू प्रश्नतिर लागौँला, अरू कुराकानीतिर, अरू संवाद गरौँला होइन। जति बेला तपाईँको एल्बम मलाई भन्ने एल्बम थियो, मेरो जीवनबाट जाने भए जाऊ भन्ने, त्यस बेला टिनेजर्सहरूलाई यो गीतले मन्त्रमुग्ध बनायो एकदमै होइन। कतिले त हातै काटेर रगतले नाम पनि लेखेकाहरू पनि यो गीत गाउँदै यो गर्दै गरेका दृश्यहरू पनि हामीले पनि देखेका थियौँ त्यो बेलामा। त्यसैले यो गीतलाई बिर्सन हुँदैन। यदि यो गीत यो कार्यक्रममा गुनगुनाउन लाइएन भने डम्बर नेपालीको त्यो गीतलाई अन्याय हुन जान्छ भन्ने लाग्छ मलाई। त्यसैले यो गीत पनि 2-4 लाइन मैले तपाईँबाट अपेक्षा गरेँ मेरो दर्शक र श्रोताका लागि। होइन ठिकै छ, यो त म आफैले पनि मेरो आफ्नो लाइफको एउटा म्युजिकली टर्निङ सङ हो होइन। यो गीत जब मिडियामा आयो डम्बर नेपाली आजसम्म इस्टाब्लिस छ होइन। भन्छन् होला, भन्नेहरूले त धेरै कुराहरू भन्छन्, कतिले मलाई कहाँ हराउनु भयो आजभोलि होइन त्यसरी पनि भन्नुहुन्छ। तपाईँले त गाउनै छोड्नुभयो नि भन्ने पनि कुराहरू आइरहेको हुन्छ। तर के हुन्छ भने म्युजिकमा लागेको मान्छेले जहिलेसम्म यो धरतीमा आफू रहिरहन्छ तबसम्म गीत चाहिँ गाइरहेको हुन्छ, चाहे स्टेजमा, चाहे कोठामा, चाहे बाटोमा, चाहे घरमा, काममा होइन, जहाँ होस् गीत चाहिँ गाइरहेको हुन्छ। दृश्य या अदृश्य रूपमा गीत चाहिँ गाइरहेको हुन्छ। बस अब सुनाउनु सुन्नु होइन, त्यो चाहिँ अब कतिपय कुराहरू ठाउँ अनुसार समय अनुसार पनि फरक पर्छ होला, तर गीत चाहिँ गाइरहेको हुन्छ। मलाई धेरैले भन्नुहुन्छ कि यो कुराहरू कि अन्तिमपल्ट भेट्न आऊ जस्तो गीत गाउने मान्छे अहिले गाउनु छोड्नु। म स्टेज हुँदै हिँडिरहेको छु, प्रोग्राम गरिरहेको छु। अब के हुन्छ भने एउटै स्टेज संसारभरि हेर्ने भन्ने त हुँदैन। आजभोलि अलिकति अब फेसबुक लाइभहरूको छ यो ट्रेन्डहरू होइन। पहिला चाहिँ मैले एकदमै यो सामाजिक सञ्जालहरू पनि कमै चलाएको थिएँ है। आजभोलि अलिकति एक्टिभ हुँदैछु। अब चाहिँ धेरै प्रोग्रामहरूको योहरू लाइभ पनि गर्छु। ओके, मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न हो भन्ने गीत चाहिँ मेरो लाइफको एकदमै यो टर्निङ सङ हो है। थोरै सुनाउँछु। मेरो जीवनबाट जाने भए जाऊ, मेरो जीवनबाट जाने भए जाऊ, तर अन्तिम पल्ट भेट्न आऊ, तर अन्तिम पल्ट भेट्न आऊ, सिउँदो तिम्रो अरूकै हातबाट रङ्गाऊ, सिउँदो तिम्रो अरूकै हातबाट रङ्गाऊ, तर अन्तिम पल्ट भेट्न आऊ। हस्, थ्याङ्क यू। यही गीतले डम्बर नेपालीलाई आज चम्काइराखेको छ होइन अहिलेसम्म पनि। त्यति बेला अलिकति अब मलाई लाग्छ यो खालको गीत कम आएको थियो है। यो ती माथि पनि यो अलिकति एकदमै त्यो हाई स्केलको गीत छ होइन। त्यो भएर पनि होला सायद सबैजनाको त्यो एकदमै हाई पिच भएर सिधै मनमा हानेको होइन। र आजसम्म कपी गर्ने मान्छेहरू पनि कसैले यो गीत चाहिँ कपी गरेको मैले चाहिँ पाएको छुइनँ, भेटेको छुइनँ। कतिपय गजल हुँदै जाँदाखेरि होइन, कतिपय हामी धेरै अब त्यो क्लबहरूमा जाँदा कहिले यो गीत गाएर मलाई कसैले सुनाएको पनि थाहा छैन। सायद यो मलाई लाग्छ डम्बर नेपालीको लागि मात्र बनेको गीत हो यो जस्तो लाग्छ। जुन डम्बर नेपालीले लेख्नुभयो, डम्बर नेपालीले गाउनुभयो, यो चाहिँ आम श्रोता र दर्शकको मनमा अहिले पनि बसिराखेको छैन। अब डम्बरजी जस्तो अहिले त डिजिटल प्लेटफर्मको जमाना आयो होइन,
सामाजिक सञ्जालहरूको जमाना आयो। यसले गर्दाखेरि हिजो मैले तपाईँका केही एल्बमका नाम लिँदै गर्दाखेरि हिजो एउटा गायकले एउटा एल्बम निकालिसकेपछि दोस्रो एल्बम, तेस्रो एल्बम, चौथो एल्बम गर्दै सिरियल्ली एल्बम निकाल्नेतिर लाग्नुहुन्थ्यो। अहिले त कस्तो ट्रेन्ड बसिदियो भने एउटा गीत निकालिसकेपछि अर्को गीतको तयारी गर्ने, एल्बम त हराएर गयो होइन। तपाईँको यो मलाई भन्ने एल्बम कति जति बिक्री भएको थियो होला त्यो बेला अडियोमा, तपाईँलाई केही याद छ त्यसमा? मलाई यो विषयमा म एकदम जिरो छु पहिलो कुरा, किनभने कम्पनीले हामीलाई त्यति साह्रो अन्धकारमा राख्यो कि। तपाईँले रेबल क्रिएसनबाट गर्नुहुन्थ्यो? रेबलबाट गरे हो। अब रेबलसँग मेरो भर्खर स्टार्ट हुँदैछ, अब मेरो धेरै कुराहरू हुनु बाँकी छ, किनभने मैले आफ्नो गीतहरू आफ्नो राइट्समा लिनु छ। यत्तिका वर्ष भइसक्यो कम्पनीले बेचेर खाएको। अहिले पनि रेबलको ओनरसँग कुरा गऱ्यो भने झर्को फर्को गरेर हप्काइ धप्काइ गरेर मै बेची खान्छु भन्ने टाइपको जवाफ दिनुहुन्छ उहाँले होइन। तर अब चाँडै सम्बन्धित निकायबाट यो विषयलाई टुङ्ग्याउने बारेमा मैले सोचेको छु। सम्भवतः त्यो समयमा सिआरबिटी र पिआरबिटी टोनमा बज्ने गीत मेरो जीवनबाट जाने भए जाऊ भन्ने गीत त सर्वाधिक पनि थियो क्या अरे। सिआरबिटी पिआरबिटी टोन लाउँदै गर्दा कलब्याक टोन आउँदाखेरि एकदमै किनभने यो त्यसको रोयल्टीहरू तपाईँहरूले पाउनु भएन? केही आजसम्म केही पाएको छैन आजसम्म। एउटा सर्जक एउटा गायकका लागि यो भन्दा दुःखद कुरा के हुन सक्ला होइन? त्यो त अब नेपालमा धेरै त्यस्तो साइटहरू छ, वेबसाइटहरू, या त त्यस्तो भनौँ न अब सिआरबिटी पिआरबिटी सबै ह्यान्डलिङ गर्ने सङ्घ संस्थाहरू छन् होइन, जुन कारणले चाहिँ सर्जक चाहिँ ओझेलमा परेको छ। अब जस्तो राज्यले पनि एक खालको नीति बनाएर कलाकारलाई बाँच्न सक्ने आधार तयार गर्नुपर्ने हो होइन। त्यो खालको नीति अहिलेसम्म बन्न सकेका छैन, बन्यो भने पनि कार्यान्वयन हुन सकेका छैन। यसले गर्दा पनि कलाकारहरू पलायन हुने अवस्थामा हुनुहुन्छ। कलाकारको जीवनमा अप्सनै छैन नि त, गर्ने के त। एउटा सिङ्गरको रिटायर लाइफ भनेको उसको गीतहरू है, एउटा सिङ्गरको। अनि उसको पेन्सन के हो त भन्दा त उसको टिप गीतहरू हो नि त, गीतको रोयल्टीहरू। उमेरभरि उसले गीत गाए, गीत लेखे, गीतमा खर्च गरे, सबै गरे, बेचेर कुनै कम्पनीले खाइदिन्छ। कम्पनीले पनि कहिलेसम्म खाने भन्ने हुन्छ, त्यो समय नागेर पनि डबल तिर्बल चौबल कतिवटा समय बेच्दा पनि आजीवन मैले नै खान पाऊँ भन्ने तरिकाले कम्पनी हात धोएर लागेको हुन्छ। अनि एउटा कलाकारको पेन्सन भनेको उसको कला, एउटा सिङ्गरको पेन्सन भनेको उसको गीतहरू हो होइन। नत्र सिङ्गर कसरी बाँच्ने त? अनि परिवार हुन्छ, जिम्मेवारी बढ्छ, जिम्मेवारीसँगै लाइफस्टाइल मेन्टेन गर्दै जानुपर्ने हुन्छ। एउटा शिखरमा पुगेको चाहिँ गायकले त्यही अनुसारको लाइफस्टाइल मेन्टेन गर्नु। तपाईँ मान्नु न, अब एउटा गीत हिट हुन्छ, हरेक सिङ्गरलाई चिनाउने एउटा गीत हुन्छ। डम्बर नेपालीको एउटा होला, त्यस्तै अरू धेरै सिङ्गरहरू छन् नेपालमा होइन। सबैलाई सुरुमा चिनाउने एउटा गीत हुन्छ। उसको जीवनमा आजीवन टाँसिने भनेको त्यही एउटा गीतको शब्द शीर्षक हो, टाइटल। डम्बर नेपाली ओहो त्यो त अन्तिम पल्ट भेट्न हो होइन। अब अरू पनि हुन्छन्, तर सुरुमा जुन टाँसियो मान्छेलाई त्यही नोटिस हुन्छ। अनि एउटा गीत शिखरमा पुग्छ, अब त्यो सिङ्गरले संसारै शिखरमा सधैँभरि कसरी देखाइराख्ने त होइन। डम्बर नेपालीलाई नर्मल ठाउँमा देखियो भने ओ यो त यस्तो गीत गाउने मान्छे यहाँ छ त अनि होइन पनि अलिकति हुन सक्छ होइन। कहीँ बसेर खायो र न त्यस्तो गीत गाउने मान्छे उ त्यहाँ बसेर खाँदैछ। कहाँ बसेर खाने भनेको होइन। साथीभाइसँग नबोलौँ भएन, बोल्दाखेरि पनि भएन, कहीँ हिँडौँ भएन, नहिँड्दा पनि भएन। नचिनोस् कि भनेर यसो मास्क लाएर हिँड्नु, चिन्ने मान्छेले त फेरि ढाडबाट पनि चिन्छन्। समस्या छ। अनि सिङ्गरको उपाय छैन। अनि के गर्ने भन्दा त छोराछोरीको फ्युचरको लागि भए पनि के गरेर हुन्छ, कसो गरेर हुन्छ, विदेश पलाइनु नै। हामीले यो अवस्था, यो कुरा सुन्दै गर्दाखेरि
कतै डम्बर नेपाली पनि विदेश पलायन हुने सोचमा त हुनुहुन्न? मलाई धेरै सम्भावना कतिको छ? होइन, मलाई धेरै साथीभाइहरूले सल्लाह पनि दिनुभएको हो, अहिले पनि दिइराख्नु भएको छ। ढिला नगर है, देशमा बसेर केही छैन। न कलाकारको हतहितमा यहाँ काम हुन्छ, न कलाकारलाई चिन्ने नै कोही छ, होइन? आज एउटा गीत कसैलाई राम्रो लाग्यो भने वाह तपाईँको गीत त भन्छन्, 2 दिन गाडीमा हाल्छन्, 3 दिन गाडीमा हाल्छन्, 4 दिनदेखि गाडीदेखि फ्यालिदिन्छन्। फेरि आउने त त्यही रोड हो, त्यही ठाउँ हो, होइन? अनि मेरो अर्थ कला मेरो आवाजलाई मात्र होइन, मेरो स्वाभिमान, मेरो मनलाई, विचारलाई स्पष्ट मलाई चिन्ने मान्छे हुनु पर्यो नि त, होइन? अनि यहाँ चाहिँ नजिकबाट चिन्ने मान्छे पनि हुँदैन। अनि नबस केही छैन। साँच्चै भन्ने हो भने यो देशमा कलाकारको, गायकको भविष्य छैन भनेर धेरैले भन्ने गर्नुहुन्छ। त्यही नभएर त आजसम्म संसारभरि जस्तो युरोपियन कन्ट्रीतिर, होइन, हामी हेर्न सक्छौँ, अब बाहिर अरू जस विकसित मुलुकहरूमा हेर्न सक्छौँ कलाकारको भ्यालु कस्तो हुन्छ। कलाकार भनेको चाहिँ को हो त? 20,000 मान्छेलाई चाहिँ वरिपरि राखेर ऊ स्टेजमा एक्लै टक्क निस्किसकेपछि उसको इसारामा ती मान्छेहरू नचाउन सक्छ भनेपछि त्यो मान्छे कतिको पावरफुल हो त भन्ने कुरा त संसारले चिनेको छ नि त। के यो नजिकको मन्दिर, नजिकको तीर्थ हेला त्यसरी पनि होइन, त्यसरी पनि होइनन्। किनभने एउटा छिमेकी मुलुक भारततिरबाट कुनै गायक अथवा कुनै कलाकार आउँदाखेरि उसलाई हेर्नका लागि हजारौं रुपैयाँ तिरेर चाहिँ मान्छेहरू त्यहाँ प्रवेश गरिराखेका हुन्छन्, होइन? तर हामीले चाहिँ आफूसँगै भएको हिरा पनि नचिनिराखेका हौँ कि? त्यसरी पनि भन्नु मिलेन मलाई, मेरो आफ्नो पोइन्ट अफ भ्यूबाट चाहिँ। किनभने तपाईँ मेरो साथी हुनुभयो, तपाईँले मलाई जहिले पनि सहयोग नै गरिराख्नु भएको छ, होइन? राष्ट्रले नै नचिनेको हो कि? राष्ट्रले नचिनेको भन्दा पनि नचिन्ने पल्टेको, या त राष्ट्रको त्यो लेभलमा चाहिँ कला, साहित्य, भाषा के हो भन्ने मान्छे बुझ्ने आजसम्म पुगेकै छैन के? समस्या त्यहाँनिर छ। समस्या त्यहाँ छ। नत्र एउटा यति त गर्न सक्छ नि, एउटा मापदण्ड बनाएर, एउटा नियम बनाएर कतिवटा एल्बम पुगिसकेपछि, या त मैले गाएको कतिवटा गीत पुगिसकेपछि 50वटा गीत, मैले मेरो आफ्नो गीत 50वटा भन्दा बढी गाएको हुनुपर्छ, या 50वटा क्रस गरेको हुनुपर्छ। मेरो गीतको बकाइदा मैले टाइटल लेखाएर कतिवटा एल्बम 10वटा, 5वटा, 12वटा एल्बम पुगिसकेको हुनुपर्छ। त्यो एउटा त्यो किसिमको एउटा फर्म बनाएर, फर्म भर्दा डिटेल्समा यो 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 नियम चाहिँ पुरा गर्न पर्छ भनेर कलाकार भनिसकेपछि सबै कुरा नपुगेको त त्यहाँ जाँदैन, होइन? एउटा क्राइटेरिया तोकेर गराइयो। 50वटा गीत गाउनको लागि कम्तीमा पनि आफै इन्डस्ट्री बुझेर गर्दाखेरि त 6-7 वर्ष, 8-10 वर्ष त बित्छ। 8-10 वर्ष इन्डस्ट्रीमा काम गरेको मान्छेलाई सरकारले एउटा पावरफुल कार्ड दिनु त सक्छ नि त, या त त्यो कार्डमा एउटा केही होस्, एउटा परिचय पत्र दिन सक्छ, जुन परिचय पत्र कुनै पनि सरकारी कार्यालय कहीँ पनि देखाउँदाखेरि यो भनेको चाहिँ राष्ट्रले सम्मान गरेको मान्छे रहेछ फल्ना भन्ने एउटा प्रुफ होस् न त। एउटा आत्मसन्तुष्टि त हुन्छ नि। मैले तपाईँले मलाई हेर्नुहोस् ल, डम्बर नेपाली नाम सर्च गर्नुहोस्, मैले 20 वर्ष त प्रोफेसनल यो फिल्डमा बिताइसकेँ नि त। म आज पनि गीत भर्खरै मलाई टेन्सन भयो भन्ने गीत भर्खर निस्किरहेछ, भिडियो बनाएँ, इन्भेस्ट मैले त्यहाँ गरेको छु। साथीभाइले मलाई विदेश आइज, त्यहाँ केही भविष्य छैन, हेर मेरो यो गाडी किने, यो किने, यो किने, यस्तो गरेँ, यो गरेँ, त्यहाँ गरेँ, होइन? यहाँ लाइफ सेक्योर छ, यो छ, त्यो छ, थोरै काम गर्दा राम्रो फेसिलिटी छ, होइन? यहाँनिर हरेक कुराहरू छ भन्दा पनि म यहीँ बसिरहेको छु, अलिअलि जोडजाम गर्दै गीत सङ्गीतमै खर्च गरिरहेको छु, होइन? तैपनि अहिले एउटा पेट्रोलको लाइनमा गएँ, बस्नु पर्यो, हस्पिटलको लाइनमा गएँ, बस्नु पर्यो। बस्नु पर्छ, आम नागरिक सबै जस्तै मैले दुःख गर्नुपर्छ, मलाई थाहा छ। तर मैले यत्रो वर्ष इन्डस्ट्रीमा काम गरेको मेरो भ्यालु चाहिँ कसले बुझेको छ त भन्ने कुरा के?
खोइ बुझे त। राज्यले भन्दा पनि स्थानीय स्तरबाट आयोजना गरिने विभिन्न कन्सर्ट साङ्गीतिक कार्यक्रमहरूले चाहिँ नेपालका गायक कलाकारहरूलाई केही हदसम्म पनि टिक्ने मेलो चाहिँ बनाइराखेका छन् होइन? मात्र त्यति। अब अलिकति अहिले पछिल्लो समयमा चाहिँ के छ भने जति पनि नेपाली दाजुभाइहरू विदेशिनु भएको छ उहाँहरूको ठुलो सहयोग छ नेपाली कला साहित्य नेपालमा टिक्नु, फुटबल खेलाडीहरू टिक्नु, विदेशमा बस्ने साथीभाइहरूको छ, नेपालभित्रबाट केही नै छैन। अब छैन भन्दा पनि कस्तो खल्लो सुनिन्छ, केही हदसम्म छ मेला महोत्सव साथीभाइहरूले गरेको यसो प्रोग्राम जमघट यो कुराले पनि केही उत्साहहरू केही थप भौतिक आर्थिक सल्लाह सुझाव माया ममता त छ तर राज्यबाट चाहिँ छैन। राज्यबाट त के छ भनेको राज्यले त लिनु मात्र जानेको छ, दिनु केही जानेको छैन। ट्याक्स दिनुहुन्छ राज्यलाई तर राज्यबाट पाउनु त भएको छैन केही पनि अहिले। केही छैन। अझ हामीले मेरो अडियो मैले आफै अडियो प्लेटफर्म खोलेँ हैन, आफै प्लेटफर्म खोलेँ, त्यहाँबाट अडियो प्लेटफर्मले नेपाली दाजुभाइले गीतहरू सुनिदिनु भयो अडियो प्लेटफर्मबाट, त्यहाँबाट आएको अलिकति पैसा पनि प्यान नम्बर र सेन नम्बर यो र त्यो के र के यहाँ दर्ता गर त्यहाँ दर्ता गर भनेर राज्यले त्यहाँबाट पनि ट्याक्स हानिदिरहेछ। टिक्नै नसक्ने अवस्था बनाइराखेको छ, ढाड सेकिराखेको छ। ढाड त सेकेको मात्र होइन तेल लाएरै सेकेका छन् क्या। कतिपय ठाउँहरूमा स्थानीय स्तरमा आयोजना हुने कन्सर्ट सांस्कृतिक कार्यक्रमहरू हुन्छन् नि, कतिपय ठाउँमा चाहिँ आयोजक नै भागेका भनेर पनि कुराहरू आउँछन्। त्यस्तो अवस्था चाहिँ डम्बर नेपालीले आसन भोग्नु पर्यो कि परेन? त्यस्तो पनि भोगेको छु होइन। आयोजक भन्ने कुरा चाहिँ भाग्ने भन्ने कुरा त उही 100मा भनौँ न 1-2 त्यस्तो मात्र सुन्नमा पाइन्छ या त देख्न पाइन्छ। नत्र प्राय आयोजक भनेकै कलाकारको लागि चाहिँ भगवान हो कि। किनभने आयोजना गर्नु भनेको ठुलो कुरा हो। आयोजना गरेर कलाकार बोलाइदिनु भनेको कलाकारको लागि आय स्रोत हो भनेपछि तपाईँ प्रोग्राम आयोजना गर्दै हुनुहुन्छ अनि तपाईँले मलाई बोलाउँदै हुनुहुन्छ भनेपछि त त्यहाँ मेरो कुराहरू बिग्दैछ, मेरो चिज बिग्दैछ, मैले निकालेका कुराहरू बिग्दैछ हैन। म आफ्नो कुराहरू त्यहाँ बेचेर मैले पारिश्रमिक पाउँदैछु, जुन पारिश्रमिकले चाहिँ मैले आफ्नो छोराछोरी पाल्दैछु, मेरो बालबच्चा मेरो फ्यामिली पाल्दैछु भनिसकेपछि त मेरो लागि तपाईँ त भगवान हो नि त। तपाईँले मलाई नबोलाएर अरू कसैलाई बोलाउनु भयो भने उहाँको लागि तपाईँ भगवान हो क्या। तपाईँले चाहिँ त्यहाँ त्यसै बोलाउनुहुन्न क्या, मान सम्मान इज्जत इमान अनि खर्च गरेर बोलाउँदै हुनुहुन्छ क्या आजको दिनमा। अब अन्त्यमा नेपाली गीत सङ्गीत होइन र कलाकारहरूलाई गायकहरूलाई यही देशमा टिकाइराख्नका लागि यो राज्यले ठ्याक्कै गर्नुपर्ने काम चाहिँ के हुन सक्ला? हुन त अघि तपाईँले एउटा वर्गीकरण गरिदिए हुन्छ पनि भन्नुभयो होइन, अझै वर्गीकरण गरेर मात्रै त फेरि पनि पुगेन, टिक्नु त पर्यो फेरि पनि कलाकारहरू यहाँ। अब मलाई लाग्छ कलाकार या त कलाकार खेलाडी जति पनि कला साहित्यमा पर्ने खेलकुदमा पर्ने व्यक्तिहरू यही देशमा टिक्नको लागि चाहिँ आजसम्म त कसैले बुझेको छ जस्तो मलाई लाग्दैन। मभन्दा अग्रज दाइहरूलाई पनि सायद यही लाग्थ्यो जस्तो लाग्छ र मभन्दा भोलिको जति पनि नयाँ कलाकारहरू आइराख्नु भएको छ उहाँहरू टिक्नको लागि चाहिँ आफ्नो श्री सम्पत्ति भनौँ न आफ्नो कला साहित्यको हकदार स्रष्टा हुनुपर्छ क्या, व्यापारी भएर भएन क्या। तपाईले बिचौलिया बनिराख्यो, बिचौलाले त डुबाइरहेछ आजसम्म, बिचौलाले डुबाइरहेछ। स्रष्टाले गरेको कामको जति पनि प्रफिट हुन्छ त्यो स्रष्टाको माता हातमा जाने कन्डिसन बन्यो भने देश नै कलाकारले भरिन्छ क्या। स्रष्टाको सिर्जना स्रष्टासम्म आइ नै पुग्दैन, उसको आफ्नो रहँदैन होइन, अर्काको बन्छ त्यो। भन्दैछु त तपाईँलाई, मैले अन्तिमपल्ट भेट्न आऊ भन्ने गीतले कति कमायो मलाई केही नै लेखाजोखा छैन, थाहा पत्तो केही नै छैन। अब एउटा कुरा के हो भने मैले कहाँ खोजेँ कति खोजेँ कसरी खोजेँ मेरो आफ्नो साइटबाट मलाई थाहा छ, तर तपाईँ अरूको सृजना
त्यत्तिकै पाएँ भन्दैमा बेचेर खाइराख्नु भनेको त तपाईँले पनि त गैर जिम्मेवारी गैर कानुनी काम गर्नुभएको छ नि त। कसको हो कसको मैले त पाइरहेको छु खाइरहेको छु भन्नु त भएन नि त। अनि अब भनौँ न अब चाहिँ राज्यले या त अब आउने राज्यले नयाँ सरकारले जसले भने पनि जो आउनुहुन्छ उहाँहरूले चाहिँ जो सर्जक हो या त तपाईँले गीत लेख्नुभयो भने त्यो लेखेर तपाईँले कमाउने कति हो त्यो चाहिँ सोझै तपाईँमा जानु पर्यो कि मैले गीत गाएर पाउने जति हो त्यो ममा आउनु पर्यो। अनि मात्रै कलाकारहरू गायकहरू बाँच्न स्रष्टाहरू बाँच्न सक्ने फाल हुन्छन्। कोही कलाकार बाहिर जाँदैनन् किनभने यहाँ त टिक्नै गाह्रो भयो बाँच्न गाह्रो भयो क्या बाँच्नै गाह्रो भइसक्यो नि त। मान्छेले तपाईँ जहिले पनि एउटा कुरा के विचार गर्नुहोस् भने तपाईँलाई सबै कुराले पुगिरहेछ भने तपाईँ अप्सन खोज्नुहुन्न क्या जीवनमा। जब तपाईँलाई अलिकति गाह्रो साह्रो गाह्रो अप्ठ्यारो हुन थाल्यो भने तपाईँ आफ्नो जीवनमा जुन लाइफस्टाइल छ यहाँबाट पनि तपाईँ अप्सन खोज्नु थाल्नुहुन्छ। हामीले खोजेको पनि अप्सन हो नि त। त्यहाँ जाँदा पो सजिलो छ कि त्यहाँ पो अलिक राम्रो हुन्छ कि यहाँ त नसकिने नै भएन। राज्यले अप्सन खोज्ने वातावरण बनाउनु भएन यही पर्याप्त छ भन्ने बनाइदिनु पर्यो भन्ने कुराहरू केही गर्नै पर्दैन क्या। तपाईँले गीत गाउनुभयो भने त्यो गीतले कमाएको जति पैसा चाहिँ सबै तपाईँको एकाउन्टमा आउनु थाल्यो भने तपाईँ जाँदै जानुहुन्न कि। लेख्नेले जति कमाउनु पर्ने जति कमाउनु पर्छ जसको शब्द हो सबै शब्दकारको माता हातमा जाओस् ऊ जीवनभरि बाहिर जाँदैन। हस् चाँडै यो तपाईँले भनेका कुराहरू पुरा हुन् राज्यले यो सुनिदियोस् यही कामना गरौँ। यहाँको व्यस्त समय उपलब्ध गराइदिनु भएको छ समय र संवादका लागि म आभार व्यक्त गर्छु। हस् थ्याङ्क यू। हवस् त आजका लागि कार्यक्रम शिखर संवाद यति नै। अर्को श्रृङ्खलामा तपाईँ हाम्रो पुनः भेटघाट हुनेछ फरक विषयवस्तु र फरक अतिथिका साथमा। तबसम्मका लागि सम्पूर्ण युनिट सहित म कार्यक्रम सञ्चालक सुदीप अधिकारीलाई पनि आज्ञा दिनुहोस्। नमस्ते।